गुड मर्निङ एभ्रिवान। अहिले बिहानको 6 बजे छ, हामी उठिसकेको छौँ। अलिअलि हुस्सु छ। यो पुलदेखि त्यो माथि रहेछ नि, यो वाला पिपलको रुख हो। यसको तलपट्टि ठ्याक्कै तलपट्टि मेरो मामा घर छ। भने यो खोलामा हामी केटाकेटीमा असाध्यै पौडी खेल्ने गर्थ्यौँ माइलो फ्रेन्ड। पुरै केटाकेटीकै यादहरू ताजा भए। हुस्सु लाग्छ, धान पाक्न लागिसकेको अवस्था छ र रमाइलो, अति रमाइलो सुन्दर भ्यू छ। बिहानै छौँ, अति बिहान भएको त फेरि त्यति खासै राम्रोसँग देखिएको छैन दूर दूरसम्म, तर पक्का पनि खुल्ने छ। मेरा साथीहरू मलाई छोडेर गइसक्नु भएको छ घुम्न, मतलब मेरा आफन्तहरू। हेरौँ म कता कता घुम्छु। यो तिनौ खोला है, तर्ने कोसिसमा छौँ अहिले त। यहाँनिर हामी कताबाट सानो छ त्यहाँबाट आइरहेको छौँ। वास्तवमा यो खोला चाहिँ असाध्यै ठुलो छ है, असाध्यै ठुलो छ माइ डियर फ्रेन्ड। हामीहरू बिहान उठेर मर्निङ वाक किनेका छौँ अहिले खोलामा रमाउँदै। हामीहरू केही बेर बिहानमा घुमाएपछि फेरि फिर्ता आएको छौँ घरमा। उठ्ने बित्तिकै घुम्न गएको थियौँ। यो हो मेरो मामा घर। यो असाध्यै पुरानो घर। म जान्दादेखि नै यही घरमा जान्दछु र यो असाध्यै सुन्दर तरिकाले बनेको छ है। यो मन्दिर हो। मन्दिरको वरपर कस्तो मजाले फुल लगाएको छ। अझै कोही उठ्न बाँकी नै छ। यो घर माइल मामाको हो भने ऊ यो पारीको छ नि, यो कान्छो मामाको घर। असाध्यै सुन्दर छ मेरो मामा घर। स्वर्ग तुल्य छ मेरो लागि मेरो मामा घर। ती दिनहरू कति रमाइला थिए। फेरि मेरो मामा घरमा असाध्यै धेरै भिड हुने गर्थ्यो। हामी आफन्त चाहिँ धेरै छौँ त अनि, त्यसैले असाध्यै सुन्दर। यी आँगनहरू असाध्यै सुन्दर छन्, पवित्र छ मेरो मामा घर र साह्रै रमाइलो छ। आज धेरै वर्षपछि मामा घर आउँदा मलाई असाध्यै रमाइलो लाग्यो। यसको बयान यिनै आँगन हुन् मेरो मामा आमा खेलेका। मेरो मामा घर असाध्यै सुन्दर र हाम्रा साना साना पाइला डुलेका धेरै यादहरू जोडिएको छ मेरो मामा घर। हेलो 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 हेलो, क्या नाम है भाई आपका? इधर इधर बोलो भाई। ओ भाई साहब इधर बोलो। हाम्रो बहिनीले चाहिँ पुरा नास्ताकै गुटुङटुङ हो। फेरि कसरी दिइरहेको नि गुटुङटुङ है। के हो भाइ त्यो? हो यो मान्छे फेरि लास्टै हैछ कि फेरि। यो मान्छे इधर इधर हेरौँ त भाइ। क्या है नाम भाई आपका? एकता है। ओ भाई साहब आपका नाम क्या है? निमिषा है। ल यो चाहिँ भैँसी अहिले जेस भैँसी चाहिँ रिसाएको छ कि जस्तो मान्छु नि त। ओइ भैँसी क्या है? खाओ भयो खाओ 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 खाओ। रिसायो कि के थाहा भएन, आई डोन्ट नो मैले पनि। अनि बाख्रा पनि रहेछ नि त यो खोर है। यस्तो मजाको ठाउँ हुन्छ कि पार्दै हेर्नु नि। यो चाहिँ खरहरू राख्ने, घाँसहरू राख्ने है। यता फेरि कुखुरा, हाँस कुखुरा, आई थिङ्क कुखुरा हुनुपर्छ, बाख्रा हुनुपर्छ है। बाख्रा खोर होला, उतापट्टि कुखुरा होला। भयो वर्ष तारिक तपाईँ धान गाउँकै सर? गहुँ कोदो मकै। कसरी यसको के हुन्छ यो, मतलब यसको मिलभित्रको पुर्जा फेर्ने हो? भित्रको पुर्जा चाहिँ नि एउटा पुरानो भएर खिएछ, त्यो भाँचियो। त्यो फेर्न जहाँ तहाँ पाइने छैन त। अब पछि यसो यो धान सान स्याहारेपछि पछि जाम्ला भनेको छु। ल लिएर गएर त्यता बाँधिदेऊ त। यहाँ यसो कुँडो सुडो पकाउन भैँसीलाई गोठैमा।
पानी आउँदा पानी आयो भनेदेखि अब बर्खामा पकाउने पाडी हो 2टा पाडी हो त्यसैको हो परार किनेर ल्याएको हो के अरे 2 वर्षको पाडी चम्किन्छ अलिक मान्छे देख्दा पाडी चाहिँ पाछ बिहाको साउन 5 गते पाडी ठुलै छ अब त्यसलाई यो 2 वर्षमा अहिले रागो लिएको छ त्यसले बिहायो भने यो पनि राम्रै छ ठिक छ लोकल भैँसी हुन् के अरे नि लोकल विकासी मुर्रा यस्तो हुन्छ नि त धेरै दुध दिन्छ अब ठुला हुन्छ यिनी लोकल हो यो त चराउने होइन चराउन चढ्छ चराए तर यसलाई चराइए छैन नचराएको त भाग्छ बानी पार्नु पर्छ चराउन बाख्रा एउटा बाख्रो थियो के अरे माउ बिहायो 3टा पाछा पाछ 4टा पाछ कुखुरा घर यसो खानलाई 2-4टा छन् हाँस होइन यो पहिला माउ त धेरै हटाएको यो एक्लै मैले पनि गर्न अलि सकिनँ फेरि त्यति बेला बच्चा पनि 3टा एकैचोटि ब्याउँदाखेरि अब 35-36 वटा भयो बच्चा हो नि बिकेन के त्यसो भएर त्यहाँ भयो हतार एउटा मात्र राखेको माउ अब फेरि माउ पाल्ने अब त्यसलाई हताएर अरू राख्न पर्ला भन्छु भङ्गुस कुखुरा लोकल हो यी घरैका लोकल हो अहिले त पिसेर धान पिसेर खुवाउने है त के धान गहुँ मकै मिसाएर पिसेर यहाँ अहिले यो चाडले गर्दा अब धान खेती स्याहार्ने आतुरी हुँदा त्यही चामल पकाएर खुवाइएछ खुवाउनु पर्यो के अरे अब हुन त महँगो त के पर्ने हो र अलिक भैँसीलाई त चिसो हुन्छ चामल पकाउँदा खुवाउँदा माना चारेक पकाउने र हालिदिनु त पर्यो नि एउटालाई यति 1.5 बाल्टी हुनुपर्छ परालै हो खुवाउनु त अब यहाँ दाल हरियो पातलो मान्नु कि तातो भयो
ओके के गर्न ला बेबीहरु तिमीहरु बाख्रालाई देऊ ल ओ माई गॉड ल ल यता 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 हेर के गर्नु छ नैतिक जी यता हेर्नु क्या कर रहा है भाई बाख्रालाई खाना दिएको हो नि के नाम हो तिम्रो बाबु भन के नाम हो सुशान्त के हो र कसको छोरा हो तिमी यता यता हेरेर कसको छोरा रे यो ठाउँमा के भन्छ भन यो ठाउँलाई के भन्छन् तिम्रो घर भएको ठाउँलाई तिम्रो ठाउँलाई बदवारी कतिमा पढ्छौ म 4 मा तिमी पनि जाऊ पक्र जाऊ त दाइस त बस त छिटो छिटो जाऊ कति भन्नै गर्छ कहाँ पढ्ने म माउन्टभ्यालीमा माउन्टभ्यालीमा सरी सबै कतिमा पढ्ने म बिर्सिए 4 मा 4 मा 4 4 टाउको 4 नहीं ल यो तिम्रो साथी हो यो तिम्रो साथी हो यो के नाम राखेछौ किन के होला नाम छ लाले होला काले होला सुशान्त 2 होला राम होला श्याम होला यो त पढ्न आउँदैन होला थाहा छ कि नै छैन जनवरी पछि के रे जुन पछि के आउँछ जुन पछि मे गरे हजुर त पुरा सेक्युरिटी गार्ड जस्तो यार के व्हाट इज दिस यो गोबर सोरो खाले यो चाहिँ सायद मलाई लाग्छ भैँसीको यहाँ सोरो हुन्छ यहाँ 70 भन्छन् नि 70 ओहो हो रहेछ हो पाहाडकै मान्छे रहेछ तपाईँ मैले बुझिहालेँ नि 70 भने के हो नजान्ने मान्छे गरिदिने भैँसीको ठाउँ ओके ओके गुड कस्तो लागिरहेको छ मेरो मामा घर आउँदा रमाइलो रहेछ रमाइलो छ उत्कृष्ट ठाउँ छ एउटा रमाइलो चाहिँ यहाँ के रहेछ डाँडामा घर रहेछ घरबाट हेर्दा सरर खेतहरू फाटै देखिँदो रहेछ अब डाँडाको पहाडको मजा पनि भयो सम्म फाटको मजा पनि भयो डबल मजा अहिले चाहिँ यहाँ के छ भने अहिले यो रुख बिरुवा बढेर फाँट देखिँदो रहेछ त्यति पहिला त माइको कस्तो सुन्दर दृश्य देखिन्थ्यो त्यही पनि राम्रो छ साँच्चै धान काट्यो माछा पकाउन सक्छ कि नै गगटा टोकेको छ कि नै किन खा तिमीलाई ल ससुरालमा कस्तो लागिरहेको छ तपाईँले ठिकै छ रमाइलो छ ससुरालमा अब सबै अब छोरा नातिनाहरू आएर आउँदाखेरि एकदम खुसियाली लाग्छ खुसी भइदिएछ अनि मामा माइजू पनि खुसी भएछन् अनि ठिकै छ अब त्यही त अब वर्षको 1-2 पल्ट आउँदाखेरि रमाइलोमा हामीलाई पनि रमाइलो उनीहरूलाई पनि चाहिने एकदम रमाइलो खुसी लाग्ने त्यसको लागि गर्दा आज यहाँ जाने एउटा कार्यक्रम पनि हुन लागिरहेछ ल मामासँग हामी यहाँ बस्नुलाई कति भयो यो त 35 साल 35 सालदेखि बसेको है बसेको हजुरबुवाहरू हजुर कसो हजुरबुवा हजुर बा हुँदैछ किनेको त्यहाँ बा म त्यहाँबाट बस्न थालेँ बसेँ अब जम्मै हुँदै गयो गर्दै गइयो अब अहिले भाइहरू छुट्टिने दाजुभाइ छुट्टिएपछि यताउता लङ्ग बिलङ्ग मैले छोडिएको छैन अहिले दिदी भेनाजु मलाई टिको लगाइदिन आउनु भएको थियो अब भान्जा भान्जीहरू सबै परिवारै आउँदाखेरि त दाद्रै रमाइलो छ रमाइलो मानिएछु यो घर बनेको कति 35 वर्ष भयो यो घर 41 सालमा बनेको यो त्यो चाहिँ नि अलि पछि बनाएको त्यसमा भाइ बस्थ्यो यसमा म बस्थेँ
अब भाइ बुटोलतिर गयो अहिले भाइ घर खाली छ यता बनाएको छु मैले बस्न निर्वाह भएकै छ ठिकै छ रमाइलो भएको छ आज जाँदै रमाइलो भएको छ अब एकछिनपछि छोरी ज्वाइँहरू पनि आउँछन् होला झन् रमाइलो हुन्छ आज अब भोलि अब भान्जीहरू त मिले भोलि बसेर पर्सि गयो भने हुन्थ्यो नि हामी भोलि गयो नि दिदी भेना चाहिँ नि बसेर भेना र म रामदी धेरै वर्ष भयो नगएको एकादशीमा घर नुहाएर त्यहाँबाट आएर एकादशीको भोलि पर्सिखेर भेनालाई दिदीलाई पठाउने मेरो विचार छ के छ यहाँ खेतीपाती के कस्तो सिस्टम अहिले खेतीपाती पहिला भन्दा त अहिले त एकदम अब के हो पैसै चाहियो अब ट्र्याक्टरले गर्ने सबै कुरो काट्न धान काट्न पनि मेसिन आउने भएको छ मेसिनले धान काट्ने अब अहिले धान स्याहार्ने आतुरी छ अब चाडपर्व भन्ने हाम्रो नेपालको सबभन्दा ठुलो चाड दसैँ त्यहाँ तिहार हो यो तिहारले धान काट्नलाई पनि मुस्किल छ अहिले अप्ठ्यारो पारिएको छ म 35-36 सालदेखि म यहाँ बसेको हो पहिला अब उहाँहरू यहाँ पाइ गर्थ्यौँ के अरे गोगा खेतीपाती लाउने अब दसैँ तिहारमा तिजमा चाडपर्वमा जाने उता खेतीपाती लाउन जाने बेलामा मौकामा गरेर बसिएको थिएँ पछि बा पनि बित्नु भयो त्यहाँबाट जग्गा मैले छोडिदिएँ भतिजाहरूलाई ल तिमीहरूले गर खा हो भन्ने त्यसै छोडे झै गरी छोडियो त्यहाँबाट यहीँ बस्नु थालियो के अरे अब केटाकेटी छोराछोरीले पनि अब यहीँ जन्मेका हुन् सबै यहीँ जन्मेका हुन् त्यसो भएर तिनले पनि धोएर काट जम्मै काट राम्रो भने जस्तो छ जम्मै काटेर एक पिस सबैलाई बनाऊ ताछेर धोएर हजुर छोराछोरी कति कता 5 बहिनी छोरी एउटा छोरो हो छोराछोरीका पनि नाति नातिना धेरै भए टोटल कतिजना भए अब ठुली छोरीको एउटा माइली छोरीको 4वटा साइली छोरी काइली छोरी कान्छी छोरीको 2टा 6वटा गर्दा त छन् 11-12वटा नाति नातिना छोराको 3टा 14 जना छन् 14-15 जना नाति नातिना अब मलाई नातिहरूले चाहिँ बोकेर लान नि सक्छन् अब मलाई राम्रो छ बाँकी नातिहरूसित अब ठुला भएपछि सँगै बस्न पाइने छ छोरा नातिसित हुनु छोरीहरू पनि आफ्ना घरमा गए अब छोराले पनि ती छोराछोरी हुर्काउनु पर्यो र गएको छ विदेशतिर नाति नातिना लिएर बसिएको छु म बुढो मलाई अहिले यतिखेर आनन्दै छ मेरो कमी भनेको अलिकति पैसो हो पैसाको कमी छ अरू कुरो मलाई एकदम आनन्द म कसैको लक्का धक्का यसो उसो कसैलाई ढाँट्ने छल्ने म आम्दानी गर्न पर्यो भनेर कसैलाई छलेर हिँड्ने मान्छे पनि होइन मलाई सबैले जाने छन् यो माडी एरियामा फल्नु सिधा छ सोझो छ भन्छन् म चाहिँ आफ्नो कुटी कोदालो गर्ने खाने गरेर जमानादेखि चाहिँ बसेको मान्छे कसैले दुःख देखायो भने त्यसलाई सहयोग गर्ने मेरो भावना त्यसरी बसिएको छु आनन्द छ बाबु आनन्द छ खुसी हुनुहुन्छ मलाई खुसी छु मलाई मान्छेले रिसिने गाली गर्ने गरे पनि म मरेपछि यो माडीमा धेरैजना मान्छेले सम्झेर रुने मान्छे छन् किन यहाँ मैले विकासको लागि कुलो म त्यति सिधा सादा मान्छे अब कुलो बनाउने भनेर मलाई अध्यक्ष राखिदिए ओहो 3-4 वर्ष मैले सिटामल नखाएको मान्छेलाई ती मान्छे कदा हुन जम्मै गराउन मलाई दुःख भयो अहिले अब कुलो सबैलाई बनिएछ आनन्दले खेती खाछन्
अहिले मलाई नसम्झे पनि म मरेपछि फल्नाले बनाएको कुलो हो यो मजाले आनन्द भएको छ भन्छन् सम्झन्छन् ठिकै छ तपाईँहरू आज जाने नि त म अब रोएरै बस्ने हो अब भोलि तपाईँहरूले दोकान खोल्न जाने बिहान मैले चिया नखाइकन त पठाउँछु दुःख पनि हुन्छ झेउ पनि हुन्छ रमाइलो गर्ने साँझ जाने म तपाईँको अतीतका कुराहरू जान्न चाहन्छु अर्थात् हजुरबा कस्तो हुनुहुन्थ्यो कहाँ कसरी यहाँ कसरी आउनुभयो यो ठाउँमा यो ठाउँमा कसरी आइयो भने मैले 34 सालमा बिहा गरेँ ससुराली हुमिन दसैँमा हुमिन गइयो म चेन्नईदेखि खेतीपाती मा कृषक अब उता पनि डाँडापरी ढुङ्गामा बारीमा दाब्रै काम गर्थेँ थोरै खेत थियो त्यताको दुःख गर्न त्यो मैले खेतको काम उहाँ पनि गर्थेँ जब ससुरालीबाट फर्केर बुढीकोटको डाँडामा बसियो यता तलतिर लालपाटीतिर फर्केर हेर्दा त यो फाँटमा त धानको हलको के हल 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 बतासले उही पानीमा हलको हुन्छ नि पौडी खेल्दा त्यस्तै हलको मलाई त्यो हेर्दा 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 रमाइलो लाग्यो अनि बालाई मैले के भने त्यहाँ बुवा र म बुढी भएर 3टा गएको थियौँ त्यहाँबाट फर्केर गएपछि आर्यबन्जीबाट मास्तिर लागेपछि बालाई बा मलाई यो माडीमा जग्गा किनिदिनुहोस् भने जग्गा किनिदिनुहोस् यहाँ भनेको कहाँ हुन्न भन्नुभयो त्यहाँ मैले त पहिला पनि मधेस किन्न पनि पठाएको थिएँ मेरो बिहा नगरिदिनुहोस् मधेस जग्गा किनिदिनुहोस् भनेको थिएँ बाले जग्गा हेर्न पनि गएको लागि जेठको महिनामा जानुभएछ अब त्यो मधेसमा त त्यति बेला त भात खाँदा पसिनाका धारा त्यही थालमा त्यस्तामा पनि बस्नुहुन्छ भनेर आउनुभयो अब त्यो पनि छोडियो त्यहाँबाट जब त्यति भएपछि मैले बालाई तपाईँको सेखपछि म गोगा बसिदिन्न बा मिल्छ भने तपाईँ बज्दै इष्टमित्र यसो चिनाइदिनुहोस् यहाँ जग्गा किनेर भने बालाई त्यहाँबाट घर गएपछि फेरि दाइलाई नसोधिकन बाले केही कुरो नाट्ने त्यहाँबाट दाइलाई गएर भन्नुभयो दाद्रै बस्न खान गरेन के अरे माडी यति जग्गा लिगम कान्छाले मलाई कान्छा कान्छा भन्नुहुन्थ्यो माडी जग्गा किनम यति भन्नुभयो त्यहाँबाट पहिला यति जग्गा किनियो लगभग 6 रोपनी जति त्यहाँबाट फेरि पछि त्यसैको 2-4 महिनापछि फेरि यहाँ माथि 6 रोपनी जति किन्यौँ त्यहाँबाट हुँदै जाँदा माडीमा जग्गा हामीले धेरै गराएको थियौँ दाजुभाइ छुट्टियौँ मैले अब यहीँ हलो जोत्ने खेतीपाती गर्ने भैँसी पाल्ने यसो गरेर बसेँ अब त्यही छ मेरो अहिले पनि म ठुल्ठुला ठाउँमा जाने कमाइ धमाइ गर्न सकिनँ अब भाइ दाइहरू बाठा थिए अब टाठा थिए उनीहरूले हरेक किसिम गरे पैसा कमाउने ठिकै छ भने त्यसका छोराछोरी पनि सबै माफै वर्काएको मलाई बाज भन्छन् ती छोराछोरीलाई पनि मेरा छोराछोरीलाई जत्तिकै माया छ म तिनै छोराछोरीको उसले पनि भाइ छिन् जाने बस्ने गरे हिँडे अहिले राम्रै छ नाति नातिना पनि भोरी भराउ छन् सबै जोड्दाखेरि 1-2 जनाले स्याहार सम्हार गर्न मुस्किलै हुन्छ एउटाका परिवार हामी धेरैजना छौँ अब मेरो दिदी मबाट माथिको दिदी मलाई टिको लगाइदिन आउनु भएको अब उहाँ दिदीको परिवारै अहिले यहाँ मसिन लगभग कान्छा भान्जा र कान्छी भान्जीको बुढा अनि माइली भान्जीको छोराहरू नातिहरू आएको छैनन् ठुली भान्जी र कान्छी भान्जी 4 जना तिनीहरू आएको छैनन् म फेरि कस्तो मान्छे परे मेरा भान्जीहरू भान्जाहरू दिदीहरूका सबै छोराछोरी अझै म मर्ने बेलामा मैले मेरा 7-8 बहिनी दिदी बहिनी हुन् ती दिदी बहिनीका छोराछोरी सबै एकै ठाउँ नाति नतिना गराएर राखेर म चाहिँ नि
बसेर मर्न मन छ अब सबै- कहाँसम्मको पुरा हुन्छ हाम्रो के मामा हजुरबुवाहरु कतिजना अनि हजुरहरु कतिजना मेरो जन्मघर घोगा हो पाल्पा गंगा पाल्पा घोगा बुवा हाम्रो बुवाहरू 8 भाइ हुनुहुन्थ्यो बुवा सबभन्दा जेठो दशरथ भन्ने हजुर नाम हो हजुरबुवा सबभन्दा जेठो जेठो हजुर अब बुवाको नाम दशरथ आमा अभिसरा हो हामी छोरी 10 बहिनी बुवाको छोराछोरी 10 बहिनी छोराहरू हामी 3 भाइ 10 बहिनी 3 भाइ हो 13 जनामा 10 जनाको परिवार ले बिहा दान गरेर अब दाइ जन्म सबै हिसाब किताब गर्दा अहिले 1000 मा पनि बढी नआएको होला हामी सबै परिवार सबै छोरीका छोराछोरी नाति नातिना गर्दा अनि हामी छोराहरूका छोराछोरी नाति नातिना गर्दा 1000 मा पनि बढी छ होला मैले त्यो कति छम भनेर एक फेरा मेरो कान्छी छोरीको बुढाले टिपेर राख्नुस् त भनेर मैले टिपेर राखेको पनि थिएँ हामी छोराको त टिपियो अनि छोरीहरूको पनि टिपिएछु मैले नाम जान्दिनँ अब यतिजना भन्ने सबैको मैले टिप्न अलिअलि टिपिए थिएँ हामी लगभग 1000 जति हाम्रो बाको परिवार हुन पुगेका छौँ नाति नातिनी पलाती मेरा समेत पनि पलाती भइसके पलाती भइसके अब दाइको छोरी छोरा जेठाको छोरी अब हाम्रो नातिनी बहिनी अब छोरीका छोराछोरी पलाती हुन् नातिका छोराछोरी जम्मै मेरो धेरै जसो मलाई अझै अब यो घोगा जस्तो यहाँ जस्तो भएर अब बोकेर जान पर्ने राम्री मर्दा बोकेर जान पर्ने हैन हाम्रा नाति र पलातीले मात्रै पनि बोक्न सक्ने हो कि जस्तो हिसाब किताब दिदी बहिनीहरु कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कता अब दिदी बहिनीहरुमा पनि अहिले सारै राम्रो छ सबैलाई राम्रो छ छोरीहरूलाई पनि सबैलाई राम्रो छ अलिकति कम भएको मै बसेर अब छोरालाई अलिक कमी हो नाइ भने सबैलाई राम्रो छ दिदी एउटी दिदी भैरुवा हुनुहुन्छ एउटी बहिनी कान्छी टान्सिङ छन् एउटी दिदी दुम्कीबास हुनुहुन्छ अब दुईटी दिदीहरु यही सराईमा हुनुहुन्थ्यो सबै परिवार राम्रो छ ठाउँ ठाउँमा छन् पहिला दिएको ठाउँमा प्राय जो पनि हुनुहुन्न अब छोरीहरु पनि दुईटी छोरी यही सराईमा छन् यही माडी सराईमा कान्छी छोरी पालुङ मैनादी छन् काइली छोरी माथि स्याङ्जामा गलेङ माथि छन् राम्रै छ सबैमा नराम्रो कसैलाई छैन मेरो जन्म घरमा घरतिर गोगामा माइली छोरी हो जन्म घरतिर म छोरीको उसले पनि जन्म घरमा गइरहन्छु अनि मैले एउटा घडेरी राखेर जम्मै दाइको छोराहरु भतिजाहरुलाई दिएको हुँ त्यसो भए अहिले जन्म घरमा लगभग कोही पनि छैन भन्ने हुन्छ त्यस्तो छ जन्म घरमा माइलो दाइको छोरो माइलो र जेठाले साइलाल पनि अहिले घर बनाएको छ कान्छो सबैका घर छन् हामी दुई भाइले घडेर राखिया छौँ त्यही कान्छाले मैले अब दसैँ तिहार तीज परिवार सबै जान्छन् त्यहाँ अब हामी पनि म पनि जान्थे अब मैले यहाँ अब सबै कृषि सामानहरु भैँसी बाख्रा यी सबै छोडेर जान नमिल्ने तिनीहरु भतिजाहरु जाँदा म पनि जान्थे अब हिजो तिहारको टिकाको दिन भतिजाले फोन गरिएको थियो जेठाले तानसिंहबाट गएको परिवारै सबै हुन्छ
अब मैले पनि मलाई फोन गर्यो एकछिनपछि टिका लायो के गर्यो मैले फोन गरेँ अब त्यो रमाइलो छ म जान मिल्दैन भाइ पनि त्यहाँ आउन मिल्दैन उसका परिवार नै उतै छ छोडेर भाइ त बरु आउन मिल्छ मैले यहाँ च्यात्त छोडेर हिँड्न नमिल्ने मलाई पनि रमाइलो हुन्थ्यो अब छोरी उहीँ छन् त्यहाँ जान मलाई पनि मन हुन्छ किन भन्दा गइरहन एक जन्म गरौँ दोस्रो कुरो अब त्यही घरमा बस्न पाइएछ मैले हामी बसेकै घरमा मै जन्मेको घरमा बस्न पाइन्छ अझै भएन छोरी त्यहीँ छन् अब मलाई छोरीले त अब बिरामी भए पनि अब खानलाई पनि यसो उसो सेवा गर्छिन् तर पनि भतिजाहरूले पनि मलाई राम्रै गर्छन् म त्यहीँ पढाइ गरेर धेरै जसो छोरीकैमा आउँछु भाउजू हुनुहुन्छ पहिला पहिला त भाउजू बस्नुहुन्थ्यो एक्लै पनि अहिले कहिले भाउजू बुटोलतिर कहिले त्यहाँ गर्नुहुन्छ राम्रै छ देख्नलाई साह्रै राम्रो छ झन् अब मेरो लागि मात्रै पनि म आनन्द छु अब सन्तोष छु म धर्म कर्मपट्टि पनि अलि चासो लिन्छु अब मैले माछा मासु जाँड रक्सी केही पनि खान्न बिहास गएको हो बिहासी धर्म लिन्छु अनि सचाइमा हिँड्छु ईश्वरको नाम जप्छु बस्छु मलाई आनन्द छ नाति नतिनाले गर्दाखेरि यिनीहरूलाई छोड्न नसकिँदो रहेछ नाइ भनेदेखि मलाई अब सबै कुरो पुगेर म उतै बिहासतिर पनि जिन्दगी बिताम कि भन्ने हिसाब किताब है त्यो अब छोराछोरीलाई भन्दा पनि नाति नातिनालाई बिर्सन नसकिँदो रहेछ नाति नातिनाले पनि हजुरबा भन्छन् छोरीका छोराछोरीले पनि महिमा गरिया छन् अब छोराको छोराछोरी अलि सानै छन् अब पैसो सैसो चाहिए पनि मलाई चाहियो भने मैले नाति नाति छोरीका छोराछोरीसित पठाइदिन भन्छु एउटा नातिलाई अब लगभग मैले सहयोग गरेर अस्ट्रेलियातिर गएको छ अब त्यो नातिलाई हामी दुईटा बुढाबुढीले चाहिँ हुर्काएको हो मलाई छोराको जत्तिकै भर र विश्वास भनेपछि जिन्दगीमा तपाईँ सन्तुष्ट हुनुहुन्छ बोल्दै त मामाले छोरा नातिलाई सम्झिनु भयो आफन्तलाई सम्झिनु भयो र इमोसनल हेर्नुभयो हामी पनि सबै इमोसनल भयो रमाइलो अति रमाइलो गफगफ हुँदा त इमोसनल भयो फेरि पनि माया न हो माया त माया हो मायाले मान्छेलाई रुवाउँछ हँसाउँछ जे पनि गराउँछ वास्तवमै विचित्रको संसार छ र यही त हो संसार जिन्दगी यही त हो आज मामाको चाहिँ धान बोक्ने कार्यक्रम रहेछ आज चाहिँ धान काटेर राखेको उठाएर बोक्ने कार्यक्रम रहेछ उहाँ चाहिँ यहाँ हामीले देखिरहेको छौँ यहाँ हुनुहुन्छ खेतरा पनि हो के लिएर आउनुपर्छ माइतमा माइतको धान बोक्दा मजा हुन्छ है माइत जस्तो जाँगर पनि चल्दो रहेछ त चल्छ नि हो र ल ठिक छ गजब गजब माइ डियर फ्रेन्ड असाध्यै सुन्दर भ्यू छ यो हाम्रो है यो ठाउँ असाध्यै सुन्दर छ बिल्कुल किधर चल्ता है यो चाहिँ मामा घर असाध्यै पुरानो तर असाध्यै रमाइलो ठाउँ यो घरमा हाम्रो धेरै यादहरू जोडिएका छन् आज वर्षौंपछि आउँदा फेरि असाध्यै यो मन खुसी छ आनन्दित छ म फेरि एकचोटि त्यो बालकपनमा पुगेको छु अनि यसोबाट फेरि यहाँ एउटा यस्तो खालको छ ठाउँ है यो पिपलको रुख
गर्मीमा बस्ने ट्याक्क हैन सानो गरुङ्गो छ के छ कस्तो कस्तो लागिरहेको छ तिमीलाई कस्तो फिल भइरहेको छ यो नराम्रो धन बोक्दो हो र कति लाग्छ कति खेप बोक्यो रे यता हेर त कति खेप बोक्यो र 3 खेप ओ माय गॉड बाबु तिमीले बोकिनौ मिस्टर नैतिक where are you Oh my dear friend, असाध्यै सुन्दर भ्यू है असाध्यै ओहो ह्याप्पी तिहार कस्तो फिल भइरहेछ भन त नडाटी के लागिरहेछ यता हेर त धान बोक्दा मजा आइरहेछ के नाम हो तिम्रो भन त कसको छोरी हो तिमी अर्जुन खातीको अर्जुन खाती भन्ने त जाति हो नि मान्छे खेर ल के गर्ने काम गर्नै पर्यो हैन काम गरे पो बलियो भने बलियो छौ साच्चै हो ल गजब ओ छोरा कस्तो लाग्यो त धान बोकेर आउँदाखेरि मेरो फर्स्ट टाइम हो धान बोकाइ हेर है मान्छे पनि पातली अहिले फेरि यहाँ बोल त कस्तो फिल भइरहेछ तपाईलाई यता नैतिकजी कस्तो फिल भइरहेछ हेर त भ्यू हेर त कहाँ देखाइन्छ कस्तो फिल भयो ल बताऊ देखाउनु कता के हो पिपलको रुख तल गुन्डी लयो बिछायो पल्टियो रेडियो लगायो सुन्यो त्यसपछि मलाई रेडियो सुन्न मजा लागेको है माय डियर फ्रेन्ड अहिले पनि मजा लाग्छ त्यहीदेखि बानी पर्यो रेडियो सुन्नलाई त्यही भ्यू राम्रो छ माय डियर फ्रेन्ड है यहाँ बसेर चारैतिर हेर्दा असाध्यै सुन्दर देखिन्छ हरिया फाँटहरू डाँडा काँडाहरू वास्तवमा माडी उत्पत्तिको असाध्यै सुन्दर छ हामी यहाँ सबैजना बसेछौँ यो पिपलको रुख हो यो पिपलको रुखमा हामी बस्थ्यौँ सरर चिसो हावा आउँछ असाध्यै सुन्दर भ्यू छ मेरो फेरि पाएर लेखे मिले हुन्छ यता फेरि दिदी र भाइ मिलेर धान मिलाउँदै हुनुहुन्छ आज धान बोक्ने खेतारा छन् रमाइलो छ रमाइलो गर्नु भयो के गर्नु हो मोबाइल रमाइलो कस्तो जस्तै अब केटाकेटीहरूलाई चाहिँ अब तिहारमा पर जसो तास खेलौँ भनियो अब पैसाको त होइन है फेरि तर अब जसको सानो तास पर्छ उसले चाहिँ आफ्नो प्रतिभा देखाउने नाच्ने भनेको केटाकेटीहरूले थपरी बजायो नाचियो रमाइलो भयो यहाँ यसरी बसेर पिपलको यो रुख मुनि हैन गफाउँदा कस्तो फिल भइरहेको एकदम आनन्द एकदम सरर हावा छ माडीको चाहिँ आकर्षकहरू हेर्दै दृश्यहरू एकदम राम्रो दृश्य देखिएको छ अलिकति ढुडी लागे जस्तो भयो तर चाहिँ मनमोहक दृश्य छ कति वर्ष आउनुभयो कति वर्ष लगभग 15 वर्ष भयो क्या म त नआएको 15 वर्षमा अहिले आइएछ मामा घर त्यसलाई राम्रो रङ ढङ्गले चाहिँ कुकुरलाई चाहिँ तालिम दिँदै गएर त्यहाँका बाख्रा धपाउने गोरुले धपाउने तिनीहरूले इसारा बुझ्छन् कि हो मतलब कुकुर चाहिँ सिकारीको लागि पाल्दा राम्रो छ त्यो चाहिँ सिकारी गर्नुभन्दा पनि त्यसले चाहिँ आफ्नो हेरचाहको लागि मैले मजाले चाहिँ बाख्राको चाहिँ मारा गरेर मिलाल्थेँ बाख्रालाई फर्काउनु जान्थ्यो फर्काउनु जा भने के छ यो के हो यो बेलौती हो यो फल्या छ खाने लाग्छ अम्बा खाने लाग्छ यो बेलौतीले हेरौँ त कहाँ छ हो देखाउँछ त्यो भन्छ छ त खाने लाग्यो के गरेछौ
यता फेरि नैतिकले बाख्रालाई घाँस हाल्दैछन्, रमाइलो मान्दैछन् है। गाउँघरको जिन्दगी यस्तै हो क्या, अनौठो लाग्दैछ यिनलाई। त तिम्रो खेल्ने ठाउँ हो यो? हामी सुतेको ठाउँ हो? ओ माई गड, भेरी गुड। के हो र प्लान? तिम्रो प्लान के हो र? हाम्रो प्लान अब केही होइन, हामी मल बोक्ने होइन तिम्रो प्लान? तिनतिको मल भनेको कि गोरुको उसके? होइन अब बरुहरूको चस्मा खोज्ने हो। ए है, मेरो चस्मा खोज, तिमीलाई म पार्टी दिन्छु है चटपटे। हेलो एभ्रिवान, यो हाम्रो मामा घरमा यतिजनासँग आज है रमाइलो, अति रमाइलो। वाउ, रमाइलो भा छ मस्त। ल गुड गर्ने भा मेरा। गुड मर्निङ एभ्रिवान, गुड मर्निङ, गुड मर्निङ। अब के गर्नु माइन्ड फ्रेन्ड, अब जानुपर्छ यस्तो रमाइलो ठाउँ छोडेर आज। कता यो पुरै डिटेल आइसकेछ। माडी उपत्यका पाल्पा जिल्लाकै उत्कृष्ट सुन्दर ठाउँ मध्येमा गन्तीमा पर्ने ठाउँ हो र यहाँ विशेष गरी खेतीयोग्य जमिनको लागि चर्चित छ। साथमा अहिले पाल्पा जिल्लाकै छिटोभन्दा छिटो विकसित हुँदै गरेको एउटा बजार ठाउँ भनेर पनि लिन सकिन्छ माडी उपत्यकालाई। यहाँका मानिसहरू पनि असाध्यै मिलनसार हुनुहुन्छ, असाध्यै सुन्दर ठाउँ छ। माय डियर फ्रेन्ड, यो 2 दिनको बसाइमा धेरै कुराहरू ताजा भए। मेरा केटाकेटीका कुराहरू तपाईहरु समक्ष देखाउनु पर्ने, भन्न पर्ने कुराहरू धेरै थिए, तर देखाउन सकिन, छुटेछ। यो भिडियोमा एडिटिङ गर्ने बेलामा मात्र थाहा भयो। माय डियर फ्रेन्ड, मैले जस्ताको तस्तै देखाएको छु, नो एडिटिङ। असाध्यै सुन्दर भयो। धेरै वर्षपछि मामा घरबाट मिठो यादहरू लिएर घर फर्किँदैछु। फेरि पनि अर्को भेटमा हजुरहरु समक्ष धेरै कुराहरू देखाउने, बुझाउने छु। यति भन्दै यहाँहरु समक्ष बिदा हुन चाहन्छु। यहाँहरुको दिन शुभ रहोस्। हस्त नमस्कार, धन्यवाद। नमस्कार, यो पाल्पाको माडी